सानै उमेरदेखि नेपाल विद्यार्थी शिक्षण हुँदै नेपाली काङ्ग्रेसमा आए। नेपाल विद्यार्थीहरूको नेतृत्वदेखि काङ्ग्रेसको समेत प्रवेश गरेका कारण अब मेरो योभन्दा अर्को काम भएन। मैले सोचे कि समाज परिवर्तनको निम्ति, राष्ट्र निर्माणका निम्ति सबैभन्दा ठुलो माध्यम पार्टी र त्यसको नेतृत्व नेपाली काङ्ग्रेसले गर्छ भन्ने मनसायका साथ, बुझाइका साथ लागेको कारण हो। फेरि पनि केही सुधार्न सकिन्छ कि केही बनाउन सकिन्छ कि नेपालमा उठेका मुद्दाहरूलाई केही सरलीकरण गर्न सकिन्छ कि भन्ने आधारमा सदस्यमा उठ्नुपर्छ कि भन्ने सोच बनाएको छ। अहिले जति पनि आकांक्षीहरू आएका छन् केन्द्रीय समितिमा, उनीहरू अहिले बहालवाला केन्द्रीय समितिमा रहेकाहरूमाथि विभिन्न प्रश्नहरू उठाइरहेका छन्। मतलब आफ्नो उपस्थिति, आफ्नो त्यहाँ पुग्नुपर्ने कुराको तर्क दिने सन्दर्भमा पनि नीतिगत रूपमा र नेतृत्व, एउटा देशकै नेतृत्व गर्नुपर्ने, समाजकै नेतृत्व गर्नुपर्ने काङ्ग्रेस त्यो तहमा अझै आएन भन्ने आरोप चाहिँ स्वयं आकाङ्क्षीहरूको देखिन्छ। यो तपाईँमाथि पनि आरोप पनि होइन। नेपाल जस्तो देश जहाँ शासन सत्ता सञ्चालन गर्नका निम्ति, राष्ट्रको समृद्धि र विकासका निम्ति यति सजिलो देश दुनियाँमा कहिले हुँदैन। प्रकृतिले सबै कुरा दिएको छ। यस्तो देश पनि कोही हुँदैन जहाँ माथिल्लो पदमा पुगेका मान्छेहरू पनि मन्त्री बुझाउँछन्। यस्तो देश पनि कोही हुँदैन कैयौँ वर्षसम्म एउटा व्यक्ति मन्त्री पनि भइरहन्छ। सबैले देशको स्रोत र साधनको परिचालन गर्छ। तर देश 3 करोड पपुलेसन भएको देशका 50 लाख युवाहरू अरब र विदेशीले पर्छ। त्यो देशमा अहिले आएको नयाँ जेनेरेसनले, जसले विश्वको संसार माध्यममा देखेको छ नभए पनि पढेको छ, उसले देशको अवस्था यो देख्दा र यो क्रिटिकल अवस्थामा देशलाई हाँक्न नसक्दा, देशलाई विकास दिन नसक्दा वा विकास दिँदा पनि त्यसको समाधान गर्न नसक्दा साथीहरूले उठाउने प्रश्न सुरु के। अब यो अवस्थामा साथीहरू पनि आउँदा तपाईँहरू पनि एउटा केन्द्रीय समितिमा एउटा त्यो युवा स्पिरिट, युवा जोसका साथै त्यहाँ गइरहनु भएको छ। फरक के गर्नुहुन्छ तपाईँहरू? फरक केन्द्रीय समिति अनि फरक के गर्नुहुन्छ गर्नुहुन्न भन्दा पनि हेर्नुहोस्, मेरो देश हस्पिटलको आइसियुमा छ। किनकि जसको 50 लाख युवाहरू देशमा रहँदैनन्, त्यो देश जीवन्त कसरी बन्न सक्छ? यस्तो क्राइसिस पर्दा, मेरा राष्ट्रलाई समस्या पर्दा मेरा देशका युवाहरू, मेरो देशको नेताहरू जोड घटाउ दिन बोल्न सक्दैनन् भने त्यो पार्टी पनि आइसियुमा छ, हस्पिटलमा। मैले यसलाई निकाल्न सक्छु पनि म आफूलाई बेस्ट डक्टर ठान्छु। यो परिस्थितिबाट मैले देशलाई निकाल्न सक्छु। तर मेरो पेसेन्टहरू यस्तो छ कि मसित आउन चाहँदैन। हात काट्ने भए पनि पुरानो डक्टरसित जान्छ। तिनले गरेको अपरेसनको परिणाम के हुन्छ त्यसको बारेमा अनुमान गर्दैन। अब म बढी बोल्नु भने मेरो क्लिनिक फेरि बन्द हुन्छ, नबोल्नु भने डिजास्टर छ। त्यसकारण परिवर्तनको आवश्यकता छ। परिवर्तन हात काट्नेहरूबाट भए पनि गरौँ। हामी हाम्रो क्लिनिक 5 वर्ष घुसी चलाउँछौँ। यो मनसायका साथ हामीले अहिले वर्तमानमा धेरै ठुलो परिवर्तन गर्न सकिन्छ। अहिले हामीले हाम्रो नीति कार्यक्रम, हाम्रो संरचना र नेतृत्व 3टालाई भन्दाखेरि बेस्ट लिडरसिप हामीले ल्याउन सक्छौँ, गर्छौँ भन्ने कुरामा म छैन, कसैलाई ढाक्नु पनि छैन। तर अब जो प्रतिनिधि भएर आएका छन् उनीहरू नै पारिवारिक रूपले बनेको यो पार्टी, दाजुभाइ यस्तो सम्बन्धले बनेको पार्टी कारणले ऊ अगाडि जान सक्दैन।
छैन, परिवर्तन गर्न चाहँदैन। या ओबामा र टोनी ब्लेयर एकैचोटि हुन्छन् भन्ने कुरा हाम्रो देशकोमा छैन। त्यसकारण भर्खरै म सबै कुरा परिवर्तन गर्छौँ भन्ने कुरा होइन। कुनै अप्ठ्याराहरूमा जसरी संविधान बनाउँदा हामीले सहजीकरण गऱ्यौँ, अहिले संशोधन प्रस्तावहरू बनाउँदा हामीले सहजीकरण गऱ्यौँ भने केही सहजीकरण गर्न सक्छौँ कि भन्ने मात्रै अभिप्राय हो, योभन्दा अरू कुरा होइन। तर तपाईँले त्यो आफ्नै क्लिनिक चलाउँछु भन्नेहरू अथवा तपाईँको शब्दमा अलिकति परिवर्तनको आश जगाउनेहरूलाई पनि तपाईँले पनि त समर्थन गर्नुभयो, अथवा त्यो किताब तपाईँ उभिनु पनि त भयो। म कुन किताबमा उभिनु? त्यो किताबमा उभिन चाहनेहरूले सहयोग पनि त माग्नु पर्यो। म हरेक कुरामा परिवर्तनकामी, त म फेरि अर्को त्यस्तो व्यक्ति होइन। म तपाईँलाई एउटा उदाहरण दिन चाहन्छु। आइन्स्टाइनले यस्तै टेबलमा बसेर चिया खाइरहेको रहेछ। एउटी अत्यन्त सुन्दरी केटी रहेछन् आइन्स्टाइनसित र सोधिन्छन्, तिम्रो नाम के हो? आइन्स्टाइनले आफ्नो नाम भनेछ। केटीले सोधिन्छन्, तिमी के गर्दैछौ आइन्स्टाइन भनेर सोधिन्छ। आइन्स्टाइनले भनेछन्, म फिजिक्स पढ्दैछु। केटी गर्व लाग्छन्, तिमी बुढो भएर पनि फिजिक्स पढ्दैछौ? म त गत साल कम्प्लिट गरिसकेँ भन्ने परिवर्तनकारी पनि म होइन। केटी जस्तो परिवर्तनकारी पनि म होइन। यो कुरालाई पनि हामीले व्यवहारिक रूपमा लिनुपर्छ। र म आफू नेपालको हो राजनीति हो सामाजिक हो आर्थिक स्थितिमा परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता राखेर म संविधान सभाको सदस्यमा रहेँ। र मैले आफूले पाउने सुविधा पनि सब यो एउटा नमुना गराउन, नेता धनी हुने, देश गरिब हुने, जनता गरिब हुने प्रवृत्तिको अन्त गराउन आफैबाट भन्न मैले मेरो होल सुविधा पनि बच्चाहरूलाई बाँडेर पढाउने यो कार्यक्रम मैले सुरु गरेको। तर नेपाल यस्तो राजनीतिक रूपले यति डिभाइड भएको छ, व्यक्तिगत रूपमा यति तपाईँलाई यति आफ्नो सम्पन्नतामा डुबेको छ। राष्ट्र र समाजको सम्पन्नता, जनताको सम्पन्नताभन्दा व्यक्तिको सम्पन्नतामा डुबेको छ भने राजनीतिक पार्टीहरू गुट और गुटको नाममा थाई जस्ता भएका छन्। कुनै पनि व्यक्तिले वाचनगरी नेतृत्व गर्न चाहन्छ, वाचनगरी मन्त्री हुन चाहन्छ, उसको इम्प्याक्ट उसको समाजको उसको निवास स्थलको अर्को गर्न पर्दैन, बरु उसलाई गाली गर्छ भने यस्तो डोटी यस्तो खराब राजनीति सुरु छ। यसलाई चिर्नका निम्ति म परिवर्तनका निम्ति लाग्न चाहन्छु। सबै साथीहरूलाई सँगै हिँड्न चाहन्छु जो परिवर्तनकारी हुन्, जसले नेपालमा समाजले आशा गरेको छ उनीहरू पनि हामीसित सँगै हिँडेन र दुख सुख सेयर गर्न बरु हामी चाहन्छौँ। अब योबाट काङ्ग्रेसको महाधिवेशन धेरै हिसाबले इन्ट्रेस्टिङ छ। नेतृत्वको हिसाबले पनि नयाँ नेतृत्व आउने सन्दर्भमा पनि पहिलाको भन्दा केही मानकहरू भत्किने अवस्था छ भन्ने धेरैको विश्लेषण छ। तपाईँहरू के देखिरहनुहुन्छ? केन्द्रीय समितिमै हुनुहुन्छ, मूड के देखिरहनु भएको छ माथिको प्रतिनिधिहरूको? मैले अहिले भनिसकेँ नि, मैले हात काट्नेबाट भए पनि परिवर्तन गरौँ भने र अहिले जुन थायी रूपमा गढेका त्यो ग्रुप गुटहरू छन् त्यसको जरा हल्लाइसकेपछि भोलि तुरुन्त मुद्दाको आधारमा, अहिले त तपाईँलाई मुद्दाको आधारमा राजनीति ग्रुपहरूको निर्माण मुद्दाको आधारमा गर्नु। अहिले त मुद्दा सुद्धा चाहिएन यो ग्रुपको भनेर थाहै बनेको छ। यस्तो अवस्थामा आमूल परिवर्तन हुन्छ भन्ने कुरा आयो। हल्ला अहिले हाम्रो काङ्ग्रेसभित्र हिजो एउटालाई भोट दिने, एकातिर एकटालाई भोट दिने, एकातिर थोरै मात्र हल्लेको छ त्यो जराहरू। हामीले त्यो जरा 5 वर्षमा आमूल रूपमा हल्लाउन सक्छौँ, जसले गर्दा तपाईँ युरोपियन कन्ट्रीहरू, अमेरिकन कन्ट्रीहरूमा जस्तो 40 वर्षको 39 वर्षको व्यक्तिहरू बल्ल यो देशको नेतृत्व गर्न सक्छन्। त्यो हामी त्यो बल्ल त्यो फाउन्डेसन बनाउने अवस्थामा छौँ। परिवर्तन जरुर हुन्छ, तर त्यो परिवर्तन तपाईँले आशा गरे जस्तो भोलि नेपाललाई एकदम ड्राइभ गरेर जस्तो पर्फेक्ट हुन्छ भन्ने कुरा मलाई लाग्दैन, किनभने यो मिडिया मार्फत मैले ढाक्नु छैन। हामी परिवर्तनको अभ्यास मात्रै गराउनु। यसबाट नेतृत्वमा को पुग्छ भन्ने देख्नुहुन्छ?
आकांक्षीहरूको 3-4 जना हेर्दै गर्दा अब यो चाहिँ नि नोमिनेसन भइसकेपछि कतिजनाले नोमिनेसन गर्नुहुन्छ त्यसलाई हामीले आधार बनाउँदा अहिले बाहिर हल्लामा सञ्चार माध्यममा तपाईँको थुप्रै हामीलाई देखाउने पढाउने सिकाउने को हुँदैछ भने तपाईँको सञ्चार माध्यममा हेर्दा शेरबहादुरजी, रामचन्द्रजी, कृष्ण सिटौडाजी अन्य अरू देखिन्छ, यस्तो देखिन्छ। तर यसभित्र हामीले भनेका छौँ एकचोटि मिलाएर जाउँ, एउटा चाहिँ पार्टी सभापति बनाउँ, एउटा चाहिँ संसदीय दलको नेता बनाउँ, एउटा महामन्त्री उपाध्यक्ष बनाउँ। यसरी एउटा पहिलोचोटि यसलाई केही तरिकाले समायोजन गरौँ, देश अप्ठ्यारोमा छ हामीले भनेका छौँ। अहिले पनि हामी यो प्रयास गर्छौँ। त्यो हुने सम्भावना यसको टुक्रो लागेन, नोमिनेसन हेरेपछि टुक्रो लागेन भने हामीले के सोचेका छौँ भने यसको सबैभन्दा बेस्ट अप्सन हामीले यसलाई खोजेका छौँ। यदि टुङ्गो लागेन भने जो कङ्ग्रेसको विभाजन विद्याप्रसाद कोइराला र शेरबहादुर देउवाको बिचमा भयो, त्यो विभाजन हुँदाको सबैभन्दा नजिकको साथी पनि म हुँ, त्यो मिल्ने बेलाको पनि नजिकको साथी म हुँ। हरेक डकुमेन्टहरू मसँग छन्, पब्लिसली अलि आएको छैन, मेरै लाइब्रेरीमा छन्, मैले राखेको छु। हामीले शेरबहादुरजी विद्याबाबुपछि शेरबहादुरजीलाई दिएको भए अहिले नयाँ जेनेरेसन आइसक्यो नेतृत्वमा। 5-6 वर्ष हामीले त्यत्तिकै लस गऱ्यौँ, खासै उपलब्धि हासिल गर्न सकेन उनीहरूसँग। त्यस कारणले अब लस नगरौँ, किनभने हामीले चेन्ज गऱ्यौँ भने दिउ शेरबहादुरलाई दिउँ भने यो थाई ग्रुप यो प्रवृत्तिको अन्त हुनसक्छ र उहाँपछि उहाँको परिवारमा बन्ने पनि कोही छैन, नयाँ जेनेरेसन आउन सक्छ कि गुट उपगुटहरू अस्थायी रूपले लैजान सकिन्छ कि मुद्दाको आधारमा ड्राइभ गर्न सकिन्छ कि यो मेरो अध्ययन हो, यो मेरो विश्वास हो। यसरी पनि हामीले सोचेका छौँ। यसको मतलब अरू उठेका रामचन्द्रजी, कृष्ण सिटौडाजीलाई हामीले नमानेको, आदर नगरेको, सम्मान नगरेको होइन। यो गरेर उहाँहरूलाई एकचोटि एउटा देशको प्रधानमन्त्री भएर बस्नु, एउटा चाहिँ अर्को जिम्मेवार पदमा बसेर यस्तो उमेर त हामी लस गऱ्यौँ, बेकारमा लस गऱ्यौँ, अनप्रोडक्टिभ कुनै पनि उत्पादनमूलकै गर्न सकेन यस्तो समय भने। यसलाई टेस्ट गराउनु भन्ने मेरो आफ्नो